साथीहरू परी कलेक्सनमा धेरै पछि बोलेर भिडियो बनाउँदैछु। हुन त म त कराइरहने मान्छे हो, बोलिरहने मान्छे हो होइन। यो हातमा देखिरहनु भएको छ बच्चाहरूको लागि एकदमै राम्रो खालको क्युट लिटिल डिजाइनको साइड ब्याग है। अलिकति ठिक्क रेन्जको पनि चाहियो भनेर धेरैजना साथीहरूले मलाई अनलाइनमा मेसेज गरिरहनु भएको थियो। यो दसैँमा बच्चाहरूले टिको लगाएर पाएको पैसा चाहिँ यो नहराउन् नखसालुन्, भोलि गएर घरमा खुत्रुकेमा हाल्न खोज्दाखेरि अथवा उनीहरूले चाहिँ नि एउटा मिल्किने घडी किन्न खोज्दाखेरि चाहिँ उनीहरूको पैसा नहराओस् भनेर यो ब्यागमा हाल्नको लागि चाहिँ यस्तो राम्रो खालको ब्यागहरू परी कलेक्सन बनेमा उपलब्ध गराइसकेका छौँ। देख्न सक्नुहुन्छ कलर अप्सनहरू पिङ्कमा छ, ब्ल्याकमा छ, ग्रेमा छ, पर्पलमा छ होइन। तपाईँको बच्चाले कुन कलर मन पराउँछ त्यही कलरको चाहिँ तपाईँले ब्याग मजाले लिएर जान सक्नुहुन्छ। एकदमै राम्रो खालको डिजाइनमा आएको छ है। यो चाहिँ परी कलेक्सन बनेपामा तपाईँले स्टोर भिजिट गरेर आफैले हेरेर लिन पनि सक्नुहुन्छ भने अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ। हामीलाई अनलाइन अर्डरको लागि व्हाट्सएपमा मेसेज गर्नु होला। हाम्रो हरेक सोसियल मिडियाको प्रोफाइलमा हाम्रो मोबाइल नम्बरमा हामीले उपलब्ध गराइदिएका छौँ है त। अर्को डिजाइनमा देख्न सक्नुहुन्छ एकदमै राम्रो खालको यहाँ माथि बो राखेको, यहाँ तल चाहिँ क्याटको जस्तो डिजाइन निकालेको यो खालको कलर अप्सन चाहिँ यसमा लगभग छैन नै भन्दा पनि हुन्छ। लगभग उस्तै उस्तै अलिकति डार्कमा अलिकति लाइटमा यो खालको मिक्स्ड कलर छ, पिङ्क ब्लू कलरको मिक्सहरू छ। यो खालको छ। यसमा चाहिँ चेन दुईवटा देख्नुहुन्छ है, दुईवटा चेनको सेक्सन छ अनि अगाडिपट्टि एउटा सानो पकेट पनि छ है। यो खालको डिजाइनमा पनि देख्न सक्नुहुन्छ परी कलेक्सन बनेपामा सानो सानो नानीहरूको लागि साइडमा बोक्ने ब्यागहरू अहिले अभाइलेबल छ परी कलेक्सन बनेपामा। गरी अब तपाईँको छिमेकीको बच्चाले चाहिँ ऐन मैले देखाएको ब्यागहरू लिएर गएर चाहिँ तपाईँको बच्चालाई चाहिँ चिडाइरहेको छ, मलाई पनि ब्याग किनिदिनु छिटो चाहियो चाहियो भनिरहनु भएको छ र अनि तपाईँलाई चाहिँ कस्ता मात्ते गरेर चाहिँ बाबु गोजीमा 1 रुपियाँ पैसा छैन, खालि ब्याग भनेका छन्, उसले लिएर आएकै चाहिएको छ, उही चाहिएको छ, कति दुःख दिएका भन्ने खालको पर्या छ भनेदेखि चाहिँ तपाईँलाई चाहिँ ठिक्क रेन्जको चाहिँ यो कुरोमीको ब्याग देख्न सक्नुहुन्छ। यो पर्सको रूपमा युज गर्न सकिन्छ, मजाले यसमा पैसा हाल्नलाई स्पेस छ है। दसैँको पैसा नहराउने भन्ने चाहिँ हाम्रो मेन उद्देश्य है। टार्गेटलाई चाहिँ हामीले ध्यान दिनुपर्छ है। दसैँको पैसा हराउनु भएन, ताकि आइसकेपछि मिल्किने घडी किन्नुपर्छ कि, त्यही भएर मिल्किने घडी किन्ने पैसा हराउनु भएन र यो ब्याग चाहिँ किन्नु पर्यो। सबैभन्दा पहिला पैसाको सुरक्षा गर्नु पर्यो। परी कलेक्सन बनेपालाई सम्झिन सक्नुहुन्छ। अनलाइन अर्डर गर्नको लागि पनि स्टोर भिजिट गरेर पनि आफैले लिन सक्नुहुन्छ यो क्युट ब्यागहरू है त।